हजुर नमस्ते नमस्कार। साथमा साहित्य अभिवादन छ। कार्यक्रम तपाईँको सिर्जना मेरो आवाज लिएर म जीवन बिक फेरि पनि उपस्थित भइसकेको छु। साथी श्रोताहरू, तपाईँहरू पनि गजल अनि मुक्तकहरू लेख्नुहुन्छ र कार्यक्रम तपाईँको सिर्जना मेरो आवाज मार्फत प्रसारण गराउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रमलाई फलो गरेर हामीसँग जोडिएर हामीलाई इनबक्स मार्फत तपाईँहरूले लेखेका गजल अनि मुक्तकहरू पठाउन सक्नुहुन्छ। यतिखेर भने कार्यक्रम तपाईँको सिर्जना मेरो आवाज मार्फत गजल वाचन गराउनको लागि हामीलाई गजल लेखेर पठाउनु भएको छ। ढकारी गाउँपालिका 1 घर भई हाल भने भारतको पुनाबाट रविना भण्डारी बुढाजीले उहाँका गजल यसरी सुरु हुन्छन्। भिजाए तिम्रा बातहरू केही बोलिन, भिजाए तिम्रा बातहरू केही बोलिन, छोड्दै गए तिम्रा साथहरू केही बोलिन। समयले समयसँग छल्न सिकायो, समयले समयसँगै छल्न सिकायो, रुँदै बिते कयौँ रातहरू केही बोलिन, छोड्दै गए तिम्रा साथहरू केही बोलिन। आँसुको तरबार खुसीमै परेको बेला, आँसुको तरबार खुसीमै परेको बेला हराउनै थाल्यौ तिम्रो साथहरू केही बोलिन। भिजाए तिम्रा बातहरू केही बोलिन, छोड्दै गए तिम्रा साथहरू केही बोलिन। अर्को गजल रहेको छ। छायामा देखिने धमिलो आकार के हो भनेर, छायामा देखिने धमिलो आकार के हो भनेर मैले बुझ्न थालेको तिम्रो विचार के हो भनेर। यो मनमा लेखिएको तिम्रो नाम हो प्रिय, हो यो मनमा लेखिएको तिम्रो नाम हो प्रिय, फेरि किन सोध्नु पर्यो बारम्बार के हो भनेर। मैले बुझ्न थालेको तिम्रो विचार के हो भनेर। त्यो अपराधीलाई किन सोध्नुहुन्छ महोदय, त्यो अपराधीलाई किन सोध्नुहुन्छ महोदय, बरु यो मनलाई सोध्नु कारोबार के हो भनेर। मैले बुझ्न थालेको तिम्रो विचार के हो भनेर। घरि यादमा मुस्कुराउँछु, घरि निन्द्रामा बौलाउँछु, घरि यादमा मुस्कुराउँछु, घरि निन्द्रामा बौलाउँछु। म आफैलाई थाहा छैन बाँच्ने आधार के हो भनेर। मैले बुझ्न थालेको तिम्रो विचार के हो भनेर। मेरो व्यवहार नबुझी नहेरी मेरो परिचय दिनेहरू, मेरो व्यवहार नबुझी नहेरी मेरो परिचय दिनेहरू बुझ्नेछन् एक दिन रविना भण्डारी बुढा को हो भनेर। मैले बुझ्न थालेको तिम्रो विचार के हो भनेर। छायामा देखिने धमिलो आकार के हो भनेर। आहा, एकदम मार्मिक गजल वाचन गरेँ मैले यति बेला। लेखेर पठाउनु भएको थियो रविना भण्डारी बुढा, ढकारी गाउँपालिका 1 घर भई हाल भने भारतको पुनाबाट। एकदम धेरै धेरै धन्यवाद छ रविनाजी तपाईँलाई। र अहिलेसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सबैजनालाई पनि मनैदेखि धन्यवाद दिँदै यतिखेरको बसाइबाट भने म बिदा हुन्छु। नमस्ते, शुभ दिन।